होइन नि हामी चाहिँ पातल दरबार पुगेर पनि काँक्रीबिहार आइसकेका छौँ। काँक्रीबिहार छिर्ने बाटो यो चाहिँ ट्याक्क लाइटोगोलदेखि अगाडि बढिसक्यो। धेरै समयपछि आज किन तिनीहरू पैसा पर्दैन? नै नै कहाँ यार, हाम्रो ठाउँमा आएर पैसा तिर्नु लगाएर हुन्छ? तिर्बै हुँ माथि गेटमै तिर्ने हो, भित्र सिधाखेरि 10 रुपियाँ कि 20 रुपियाँको तिराउँछन्। खास त्यो पनि नतिर्नु पर्ने भएको मान्छेलाई त, तर ठिकै छ यो। सब गएर आइसके जस्तो छ। मस्त छ ब्रेकर नराखिदिनु पर्ने, यस्तो कुदाउनु मजा आउँथ्यो होला यहाँ होइन? अन्त त्यस्तो भने बाटो साँग्रो छ नि त, त्यो हुनुपर्छ भनेर पनि होला। तर बबाल हो कि, तर बाटो ढुस्टो बिग्रिसकेर चाहिँ आजभोलि पहिला भन्दा ल बाटो नि मर्मत गर्नुपर्ने हो कि, मान्छेले आइराख्ने ठाउँ नि त्यही भनेको त। आज त के ठन्नै आएको नि त यार, के स्पेसल छ कि क्या हो आज? स्पेसल चाहिँ के हो, ठन्नै आएको नि त मान्छेहरू त। अझ पनि यहाँ पेटी बनाएर चाहिँ नि तल होइन, पेटी बनाएर चाहिँ आज परैसम्म हिँड्ने खालको। बाइक लानु दिन्छन्? ऊ दिन्न, बरु यतै राखौँ, हिँड्दै जाउँला बरु। नियमभन्दा बाहिर जान पनि भएन फेरि। के बनाउँदै होला कि? अस्ति नै हामी माथि उयो तलतिरदेखि चढायो। ए भनेपछि आज छिराइ नहुने भयो। फाइनली हामी काँक्रीबिहार चाहिँ आइसकेको थियौँ, तर के गर्नु, बन्द रहेछ। यहाँनिर पनि चुनाव लागे जस्तो छ। हेरि मैले अघि भन्थेँ नि, गौतम बुद्धहरूको राखेछ, तर टेम्पल भन्ने छ नि त, हिन्दू र बुद्धिस्टको सम्बन्ध कायम गर्न लागि त्यस्तै के को लागि बनाएको भने जस्तो मान्थेँ कि त्यतिखेर। फाइनली हामी चाहिँ काँक्रीबिहार पुगिसकेका थियौँ, तर चुनावको कारणले काँक्रीबिहार टेम्पल बन्द रहेछ। त्यसले गर्दाखेरि हामी त्यहाँभित्र जान सकेनौँ। सो त्यसैले गर्दाखेरि तपाईँहरूलाई पनि त्यहाँभित्र रहेका कुराहरू देखाउन सकिएन। त्यसैले अर्को नेक्स्ट भिडियोमा चाहिँ म तपाईँहरूलाई सम्पूर्ण डिटेलका साथ भिडियो प्रस्तुत गर्ने बाचा गर्दै यो भिडियो चाहिँ एन्ड गर्न चाहन्छु। तपाईँ कुन ठाउँको बारेमा भिजिट गर्न चाहनुहुन्छ प्लिज तर कमेन्ट गरिदिनु होला।